कार्यकारी सदस्यज्यूहरू र सम्पूर्ण यो साकेला कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि यहाँ उपस्थित हुनुभएका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। यसै गरी हामीलाई स्पोन्सर गर्नुभएको छ एसपी उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। यसै गरी निटेरी स्पोर्ट्स हब टपलिटी उहाँले पनि हामीलाई सहयोग गर्नुभएको छ, उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। यसै गरी यो साकेला कार्यक्रम सफल पार्नको निम्ति हामीलाई आर्थिक सहयोग गर्नुभएको छ, यहाँ आर्थिक सहयोग गर्नुहुने सहयोगीदाताहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। यसै गरी हामीलाई यो घुम्ती शौचालय राशि दिएर सहयोग गर्नुभएका यो घुम्ती शौचालयको उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। यसै गरी होटल व्यवसाय राखिदिएर हाम्रो कार्यक्रमको शोभा बढाइदिनु भएकोमा होटल व्यवसायहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। यसै गरी हामीले यो कार्यक्रमलाई शान्ति सुरक्षाको निम्ति हामीले प्रहरी प्रभाग जिल्ला निलकण्ठबाट पनि हामीले उहाँहरूलाई यहाँ निम्ताएका थियौँ, उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। यसै गरी हाम्रो कार्यक्रमले यो वरिपरि रहेका अन्य समुदायहरूलाई गाह्रो भयो भने पनि हामीलाई यो राईहरूको साकेला चाड भनेर यहाँहरूले नाचिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी आजको निर्धारित समय अब लगभग 5 मिनट मात्रै रहेको छ र सिल्ली मोमाहरूलाई आफ्नो सिल्ली पनि त्यसै अनुरूप सिल्ली राखिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। र अन्तिममा हाम्रो आयोजक टिमलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। उहाँले पनि राम्रो कार्य सम्पादन गर्नुभएको छ। फेरि पनि हामीले यस्तै कार्यक्रमहरू धेरै गर्नु छ। आयोजक टिमलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। र यसै गरी हामीलाई सहयोग गर्नुभएका हामीभन्दा माथिल्लो कमिटीका सदस्यज्यूहरू, कमिटीका सम्पूर्ण पदाधिकारी सदस्यज्यूहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। र यो हामीलाई यो कार्यक्रम गर्दै गर्दा यहाँले होटल व्यवसाय गर्नुभएको छ। यो होटल व्यवसायहरूले आफ्नो फोहोरको व्यवस्थापन पनि यहाँले गर्न दिनुहुन र असल नागरिकको परिचय दिनु हुन पनि म यहाँले हार्दिक अनुरोध गर्दछु। र यो कार्यक्रम पश्चात अब हाम्रो अर्को कार्यक्रम राजेश्वरी मनाडाबाट पनि हामीलाई मिठो आएको छ। यहाँले त्यहाँ पनि उपस्थित भएर साकेला कार्यक्रम प्रदर्शन गर्न सक्नुहुन्छ। त्यहाँ मिति 2082 साल 2 महिना 17 गते लगभग 1 दिन पछाडि शनिबारको दिन मुलतानी राजेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 7 मुलतानी सोमतीर्थ अमर सिंह फुटबल मैदानमा भव्य कार्यक्रम हुन गइरहेको छ। त्यहाँहरू सम्पूर्णलाई म यहीँबाट भन्न चाहन्छु, त्यहाँ पनि गएर हामीले साकेला प्रदर्शन कार्यक्रममा सहभागी भइदिनु हुन म हार्दिक अनुरोध गर्दै आजको करिब भएर साकेला कार्यक्रमको अन्त्य भइसकेको छ। समापन गरिदिनु हुन म यहाँहरूलाई हार्दिक अनुरोध गर्दै यस पश्चात हामी साकेला गीतमा सामूहिक नृत्य गर्नेछौँ। लगभग हामी 7 बजीसम्म सामूहिक नृत्य
स्थानमा सिली राख्ने आफूको लागि सिली मार्ने विधिपूर्वक सिलीमोपा सिलीमोमाहरूले गरिराख्नु भएको छ। तपाईँहरूलाई यो सहित म मञ्चमा सुरुवालीको लागि फेरि एकचोटि आमन्त्रण गर्न चाहन्छु। यसपश्चात हाम्रो साकेला गीतहरूमा हामी नाच्ने नै छौँ। तसर्थ आमन्त्रित वडा नम्बर 6बाट पाल्नुभएका साकेला टिमलाई पनि आफ्नो सिली विसर्जन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। साथै सम्पूर्ण उपस्थित स्थलका महानुभावहरूले आफ्नो स्थलबाट निस्केका फोहोरहरूलाई आफै व्यवस्थित गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र शिरबाहुलीको लागि म सभा अध्यक्ष तथा प्रमुख अतिथिज्यूलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। भाइलाई म साकेला गीत बताइदिनु हुन म हार्दिक अनुरोध गर्छु। आजको मोसन हुनुहुन्छ श्री रामकुमार राईज्यू र श्रीमोपा हुनुहुन्छ सञ्जित राई, अमन किरात, श्रीमोपा हुनुहुन्छ सुषमा राई।